बीबीसीको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई लेख्यो पत्र। निर्वाचन आयोगले जेनजी आन्दोलन सम्बन्धी बीबीसी वर्ल्ड सर्भिसले सार्वजनिक गरेको डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्र लेखेको छ। आयुक्त रामप्रसाद भण्डारीका अनुसार उक्त डकुमेन्ट्रीले आसन्न निर्वाचनको माहौल प्रभावित पार्न सक्दैन भन्दै हटाउन आग्रह गरिएको हो। बीबीसीले 4000 भन्दा बढी फोटो तथा भिडियो विश्लेषण गरी तयार पारेको उक्त रिपोर्टमा भदौ 23 को जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले कर्फ्यू लागू भएपछि आदेश मागिरहनु नपर्ने आवश्यक बल प्रयोग गर्ने निर्देशन दिएको दावी गरिएको छ। बीबीसीले प्रहरीको आन्तरिक टाइमलाइनमा रिपोर्ट समेत उद्धृत गर्दै कर्फ्यू जारी भएपछि थप बल प्रयोगको आदेश पिटर वान कलसाइनबाट आएको उल्लेख गरिएको छ। सो कलसाइन आइपीजीले प्रयोग गर्ने बताइएको छ। खापुङले भने जिम्मेवारी अस्वीकार गर्दै कर्फ्यू जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कार्यान्वयन भएको बताएका छन्। भदौ 23 को आन्दोलनमा 19 जनाको मृत्यु भएको थियो भने त्यसपछिको हिंसात्मक घटना सहित कुल 76 जनाले ज्यान गुमाएका थिए। आन्दोलन चर्केपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।